Top 5 digital marketing tips for small business owners. First, तपाईले आफ्नो वेबसाइटमा SEO गर्नुपर्ने हुन्छ। तपाईले मेक श्योर गर्नुपर्ने हुन्छ कि तपाईको वेबसाइट क्विकली लोड हुन्छ र तपाईको वेबसाइट मोबाइल फ्रेन्डली छ अनि तपाईको वेबसाइट ऑप्टिमाइज छ जुनले चाहिँ अर्ग्यानिक ट्राफिक अट्र्याक्ट गर्न हेल्प गर्छ। सेकेन्ड, यु नीड टु लर्न टु लेभरेज सोशल मिडिया प्लेटफर्म। तपाईले हरेक सोशल मिडिया प्लेटफर्म्सलाई कसरी युज गर्ने, कुन सोशल मिडिया प्लेटफर्ममा के पोस्ट गर्ने बारे प्री प्लान र त्यही प्लान अनुसार चल्नुपर्ने हुन्छ र तपाईले एउटा यस्तो प्लेटफर्ममा फोकस गर्नुपर्ने हुन्छ जुन प्लेटफर्ममा चाहिँ तपाईको ऑडियन्सले बेसी टाइम स्पेन्ड गरिरहेको हुन्छ। थर्ड टिप्स, तपाईले आफ्नो इमेल मार्केटिङ गर्नुपर्ने हुन्छ। तपाईले आफ्नो एउटा इमेल लिस्ट बनाउनु पर्ने हुन्छ र त्यो लिस्ट द्वारा आफ्नो अफर्स र भ्यालुएबल कन्टेन्ट्स द्वारा तपाईले आफ्नो ऑडियन्सलाई एंगेज गराइराख्नु पर्ने हुन्छ। फोर्थ, तपाईले कोलाबोरेसन गर्नुपर्ने हुन्छ इन्फ्लुएन्सर्सहरुसँग। लोकल इन्फ्लुएन्सर्सहरुसँग तपाईले कोलाबोरेसन गर्नुभयो भने तपाईले अझै वाइडर ऑडियन्समा पुग्न सक्नुहुन्छ तपाईको प्रोडक्ट अथवा सर्भिसलाई लिएर। फिफ्थ एन्ड मोस्ट इम्पोर्टेन्ट थिङ, तपाईले आफ्नो डेटालाई ट्र्याक गर्नुपर्छ र एनालाइज गर्नुपर्ने हुन्छ। तपाईको लागि के कुरा चाहिँ चलिरहेको छ भन्ने कुरा तपाईले थाहा पाएर त्यही अनुसार तपाईको स्ट्र्याटेजी ऑप्टिमाइज गर्दै जानुपर्ने हुन्छ। र यस्तै टिप्स एन्ड ट्रिक्स चाहिएको छ आफ्नो अनलाइन बिजनेसलाई ग्रो गर्नको लागि भने हिट द फलो बटन राइट नाउ एन्ड आई विल बी क्रिएटिङ मोर टिप्स एन्ड ट्रिक्स भिडियोज फर यु।